हेर्नुहोस् है, हामीले चाहिँ हिजो स्टार्ट गरेको नयाँ च्याप्टर कुन हो भन्नुहोस् त। म म्याम हो है। हामीले हिजो स्टार्ट गरेको नयाँ च्याप्टर कुन हो भन्नुहोस् त। पर्सेन्टेज पर्सेन्टेज होइन, पर्सेन्टेज हो। पर्सेन्टेज हो। अब चाहिँ कटाउन आउँछ सबैजनालाई। हिजो चाहिँ मैले लास्टमा कटाउन सिकाएको थिएँ। सबैजनालाई कटाउन आउँछ ल भन्नुहोस् त, सबैजनालाई कटाउन आउँछ। अब कटाउन आउँछ सबैजनालाई। ल, धेरै राम्रो है, धेरै राम्रो। ल, पर्सेन्टेजको हामी चाहिँ केही थोरै फर्मुला जस्तो लेखौँ है। हामीले पर्सेन्टेजको केही थोरै फर्मुला जस्तो लेखौँ है। फर्मुला जस्तो लेख्ने, फर्मुला जस्तो लेख्ने। ल हेर्नुहोस् है, यदि हजुरलाई कसैको पनि पर्सेन्टेज सोध्छ भने, हिजो क्लास छुटेको छ भने हजुरले रेकर्डिङ हेर्ने है। हामीले चाहिँ नयाँ थोरै मात्र सिलेबसको बारेमा डिस्कसन गरेर पर्सेन्टेज अलिकति स्टार्ट गरेका हौँ। आज पर्सेन्टेज फेरिबाट हुन्छ। हजुर आजको क्लासबाट बस्दा पनि हुन्छ। हिजो सिलेबस डिस्कसन भएको छ। खालीको भएको बेला चाहिँ हजुरले हिजोको रेकर्डिङ भिडियो हेर्ने। ल हेर्नुहोस् है, हजुरलाई मानौ कसैको पर्सेन्टेज सोध्यो है। हजुरलाई मानौ कसैको पर्सेन्टेज सोध्यो भने हजुरलाई चाहिँ कसको पर्सेन्टेज सोधेको छ त्यो पहिले थाहा पाउनु पर्यो। अनि हजुरलाई त्यो पर्सेन्टेजमा माथि के दिएको छ है, हजुरलाई जम्मा कुल संख्या कति दिएको छ त्यो लेख्ने, डिभाइड बाइ टोटल संख्या लेख्ने, टाइम्स 100 गर्नुपर्छ। ल हेर्नुहोस् है, हामीले बचत पर्सेन्ट हेरौँ है। ल हेर्नुहोस् है, बचतमा हेर्नुहोस् है, बचत पर्सेन्ट। बचत पर्सेन्ट हजुरको कसरी निक्लिन्छ भने, बचत पर्सेन्ट हजुरको कसरी निक्लिन्छ भने टोटल बचत, सेभिङ है। सेभिङ केसँग रिलेटेड छ त, सेभिङ केसँग रिलेटेड छ भन्नुहोस् त। सेभिङ केसँग रिलेटेड छ, इन्कमसँग रिलेटेड छ। त्यो कारणले हजुरको माथि बचत यानि कि सेभिङ भयो भने तल चाहिँ इन्कम। इन्कम भनेको हजुरको आम्दानी, आम्दानी डिभाइड बाइ टाइम्स 100% गर्छौँ है। यसरी हजुरको बचत निस्किन्छ। हजुरको खर्च भने पनि हजुरको खर्चको प्रतिशत निकाल्नुस् भने पनि हजुरले माथि खर्च लेख्ने, डिभाइड बाइ हजुरको आम्दानी लेख्ने, टाइम्स 100% गर्ने। हजुरको लङ र पिरियड सँगसँगै हुन्छ है। लङ र पिरियड सँगसँगै हुन्छ। हजुरले थोरै चाहिँ हजुरको के भन्छ इन्ट्रोडक्सन जस्तो है, पर्सेन्टेजको बारेमा थोरै जान्नुपर्ने है कुराहरू चाहिँ भइरहेको छ। यो हजुरको प्रिटेस्ट रिटर्न दुवैमा युज हुन्छ। ल हजुरलाई मैले यहीमा एउटा क्वेसन दिएँ, यहीमा हजुरलाई एउटा क्वेसन दिएँ। यदि रामको बचत 25,000 छ र उसको आम्दानी 1,00,000 छ भने उसको बचत प्रतिशत कति होला, प्रतिशत कति होला। हजुरलाई मैले क्वेसन लेख्दा इङ्ग्लिस नेपाली दुवैबाट गराउँछु है। अहिले चाहिँ हजुरले सामान्य क्वेसन चाहिँ हजुरले लेख्न सकिहाल्नुहुन्छ है। सामान्य क्वेसन त हजुरले बुझिहाल्नुहुन्छ नि। हजुरको रामको इन्कम 25,000 छ हैन। इफ द इन्कम अफ राम इज 25,000 एन्ड इज के भन्छ सरी, रामको बचत, इफ द राम सेभिङ इज 25,000 एन्ड हिज इन्कम इज 1,00,000 देन फाइन्ड द पर्सेन्टेज अफ हिज सेभिङ। यही होइन र इङ्ग्लिसमा पनि क्वेसन यही हो।
भन्नु सबैजनाले ल यसको निकाल्नुस् त कति हुन्छ कति हुन्छ कति हुन्छ सबैजनाले भन्ने है हेर्नुस् त मैले माथि फर्मुला लेखिदिएको छु जेसको पर्सेन्टेज सोध्छ हजुरको यसमा क्लियर छैन र स्मार्ट बोर्डमा पढायो भने हजुरको यता लाइन गर्दा हजुरको मोबाइलको हटस्पट अन गरेर हजुरले यहाँ पढाउन सकिन्छ तर स्मार्ट बोर्डमा गर्न सकिँदैन त्यो कारणले चाहिँ हजुरले यहाँबाट गराएको है कुनै प्रब्लम छ भने भन्नु होला प्रब्लम छैन भने हामी यसैबाट पढ्छौँ है हजुरको अनलाइन पढ्ने स्टुडेन्टलाई मैले यहीबाट पढाउने गरेको छु ल हेर्नुस् है अब म लेखिदिन्छु है हजुरको के भनेको छ बचत प्रतिशत निकाल्नुस् भनेको छ बचत प्रतिशत भनेको हाम्रो बचत कति छ त 25,000 छ 25,000 छ अनि हाम्रो टोटल आम्दानी भनेको हाम्रो इन्कम चाहिँ 1 लाख छ 1 2 3 4 5 टाइम्स 100 हैन र 2 वटा 0 यता कट्यो अनि माथि 2 वटा 0 2 वटा सरी 3 वटा 0 3 वटा 0 गयो हजुरको 25 बच्यो 25% भयो हैन र यही हो अब हजुरले अरुको पनि लेखौं है 5% ल 5% 5 चाहिँ केसँग रिलेटेड छ ल भन्नुस् त 5 केसँग रिलेटेड छ 5 केसँग रिलेटेड छ भन्नुस् 5 केसँग रिलेटेड छ 5 हजुरको विद्यार्थीसँग रिलेटेड छ है 5% है 5 विद्यार्थीको 5% भनेको क्या विद्यार्थीको 5% कति हुन्छ भनेको है विद्यार्थीको 5% कति हुन्छ भने हजुरको विद्यार्थीसँग रिलेटेड भयो स्टुडेन्टसँग रिलेटेड भयो त्यो कारणले हजुरको 5 विद्यार्थी हजुरलाई मार्क्स दिएको छ भने टोटल मार्क्स हुन्छ हजुरको स्टुडेन्ट दिएको छ भने स्टुडेन्ट हुन्छ 5 विद्यार्थी डिभाइड बाइ जम्मा विद्यार्थी टाइम्स 100% ल हेर्नुस् है अब यसै गरी हजुरले सबैको पर्सेन्टेज निकाल्न आउँछ अब यसै गरी हजुरको सबैको पर्सेन्टेज निकाल्न आउँछ अब कतिको लेखेर साध्य हुन्छ हजुरले मात्र टेक्निक बुझ्ने क्या हजुरले मात्र टेक्निक बुझ्ने अझै कसैलाई आउँदैन भने भन्नुस् है म भनिदिन्छु हामीलाई जे दिएको छ त्यो माथि राख्ने अनि डिभाइड बाइ टोटल गर्ने टाइम्स 100% गर्ने टाइम्स 100% गर्ने आउँछ हैन ल अब चाहिँ मैले हजुरलाई एउटा क्वेशन दिए है मैले हजुरलाई एउटा क्वेशन दिए मैले हजुरलाई एउटा क्वेशन लेखिदिन्छु त्यो चाहिँ हजुरको फरक छ कि सेम हो हजुरले त्यो पत्ता लगाउनु है रु 300 को यो पहिला पत्ता लगाउने है क्वेशन फरक छ कि सेम छ म दुईवटा क्वेशन लेख्छु 15% कति हुन्छ एउटा यो क्वेशन भयो अनि अर्को कति रुपैयाँको 15% ले रु 300 हुन्छ ल भन्नुस् यो क्वेशन हजुरको फरक छ कि सेम छ यो क्वेशन नम्बर 1 र क्वेशन नम्बर 2 हजुरको फरक छ कि सेम छ ल भन्नुस् क्वेशन नम्बर 1 र क्वेशन नम्बर 2 हजुरको फरक छ कि सेम छ ल भन्नुस् है दीक्षा सिंह सेम अर्जुन जी को डिफरेंट मुरारी जी सेम जया जी फरक मल्लिका जी फरक रविनी फरक डिफरेंट सेम हो सेम ल भन्नु सबैजना भन्नुस् है हजुरलाई जे लाग्छ त्यही भन्ने क्या हजुरलाई जे लाग्छ त्यही भन्ने है हजुर क्वेशन चाहिँ मजाले पढ्ने अनि चाहिँ हजुरलाई जे लाग्छ त्यही भन्ने है फरक डिफरेंट ल अब सुन्नुस् है कति जनाको फरक आयो कति जनाको सेम आयो कति जनाको फरक आयो कति जनाको सेम आयो मैले पहिले भनिदिए यो डिफरेंट क्वेशन हो यो डिफरेंट क्वेशन हो हामीलाई के भनेको छ भने सेम जस्तो लाग्छ तर यो डिफरेंट छ है
यो डिफरेन्स हामीलाई क्वेसनले के भनेको छ भने रु 300 को 15% कति हुन्छ भनेको छ। रु 300 को 15% कति हुन्छ भनेको छ भने हामीले हाम्रो कति त 15% हैन, रु 300 को 15%, रु 300 को 15% कति हुन्छ भनेर सोधेको क्या। 300 को 15% कति हुन्छ त 0 0 कट्यो 15 3 जा 45% हैन र। यो 300 भनेको हजुरको टोटल पर्सेन्ट हो, हजुरको 300 भनेको टोटल पर्सेन्ट हो, 100% हो। यसको 15% सोधेको छ के, हजुरले यसरी पनि गर्न सक्नुहुन्छ। 100% इक्वल्स टु हजुरको 300 हो है। हजुरको 100% भनेको 300 हो, अनि 1% भनेको हजुरको 300/100 हो कि होइन भन्नुस् त। 300/100 हो कि होइन? ल हेर्नुस् है, हजुरको 100% भनेको 300 भयो, अनि 1% भनेपछि हजुरको 100 तल डिभाइड हुन जान्छ। आरएस है, सरी आरएस हजुरको डिभाइड हुन जान्छ। अनि 15% भन्यो भने हजुरको 300/100 भइहाल्यो, टाइम्स 15 गर्ने। 2 वटा 0 2 वटा 0 कट्यो 15 3 जा आरएस 45। ल यो कुरा बुझ्नु भयो, यो कुरा बुझ्नु भयो, यो फर्स्ट कुरा बुझ्नु भयो कि भएन? पहिला यो भन्नुस्, अब फर्स्टको हजुरलाई निकाल्न आउँछ कि आउँदैन? पर्सेन्टेज सोध्यो भने रु 300 को 15% कति हुन्छ भनेर सोध्यो भने हजुरलाई निकाल्न आउँछ कि आउँदैन? 300 को भनेको हजुरको मल्टिप्लाई हुन्छ क्या, अनि 15% भनेको पर्सेन्ट हटाउनलाई तल डिभाइड गर्छौं, पर्सेन्ट हटाउनलाई मुनि डिभाइड गर्छौं हामीले है। 300 को 15% कति हुन्छ त 45 हुन्छ। सबैजनाले भन्नुस् त यो बुझ्नु भयो कि भएन? हजुरलाई त्यसरी आउँदैन भने पनि हजुरको रु 300 भनेको कति हो त 100% हो। 100% भनेको 300 भयो, 1% भनेको 300/100 गर्दा 3 भयो, अनि 15% भनेको एकैछिन वेट गर्नुहोस् है, हजुरको यहाँ नेट गयो त्यो कारणले है। ल हेर्नुहोस् है, हामी अघि यहीँनिर थियौँ है, यहाँ नेट कता गयो फेरि, अनि कनेक्ट गर्दाखेरि अलिकति डिस्टर्ब भयो है। हजुर नाच्दिने क्या, म्यासेज नगर्नु है, सबैजनाले म्यासेज नगर्नुहोस् त, हजुरहरूको अरू स्टुडेन्टलाई पनि डिस्टर्ब हुन्छ, अरू स्टुडेन्टहरूको पनि डिस्टर्ब हुन्छ है। हजुरलाई यदि क्लास नहुने जस्तो भयो भने चाहिँ हजुरलाई ग्रुपमा इन्फर्म भइहाल्छ, हैन भने हजुरको क्लास चलिरहन्छ, कहिलेकाहीँ कुनै प्रब्लम आउँछ त्यो कारणले हो है। ल हेर्नुहोस् है, यो 45 हजुरलाई अब यस्तो खालको क्वेसन दियो भने 45 निकाल्न आउँछ। अब यस्तो खालको क्वेसन दियो भने हजुरलाई यो यसको नम्बर दिएर हजुरलाई पर्सेन्ट निकाल्दा हजुरको आउँछ, सबैजनालाई आउँछ, आउँछ हैन। अब चाहिँ यो क्वेसनले के भनेको भने कति रुपैयाँको 15%ले रु 300 हुन्छ भनेको क्या। हजुरलाई एन्सर दिइसक्यो, हजुरलाई एन्सर दिइसक्यो। यहाँ चाहिँ हामीलाई मानौ यहाँ 300 जो एन्सर दिएको छ त्यो चाहिँ हजुरको 45 हो क्या। हजुरको यहाँ जुन 300 दिएको छ त्यो चाहिँ हजुरको 45 हो। 15% चाहिँ हजुरको 300 हो भने 100% कति हुन्छ भनेर सोधेको छ क्वेसनले। 15% हजुरको 300 हो भने 100% कति हुन्छ भनेर सोधेको छ क्या क्वेसनले। ल हेर्नुस् त, 15% भनेको हजुरको 300 हो, अनि 1% भनेको हजुरको 300 डिभाइड बाइ 15 हो, र हजुरको 100% भनेको 300 डिभाइड बाइ 15 टाइम्स 100 हो। यही होइन र? हेर्नुस् त, हामीलाई यो 300 यहाँ 100% भनेको थियो, तर यहाँ 300 चाहिँ हजुरको 15% हो। के फरक रहेछ अब बुझ्नु भयो सबैजनाले? हेर्नुस् त, 15 2 जा 30 अनि 0 भइहाल्यो है। हिजो यसरी फ्याक्टर गर्न आउँदैन भने हजुरले आफ्नो हिसाबले काट्नुस् है। 15 2 जा 30 भयो, 0 को 0 भयो, अनि 20 टाइम्स 100 गर्दा 2000 हुन्छ, 2000 हुन्छ। यस मानेर गर्दा पनि हुन्छ,
कति रुपैयाँ 15% को रु हेर्नुस् त 15 कति रुपैयाँको 15%ले 300 हुन्छ। एक्स को 15% चाहिँ हजुरको कति त 300 हो। एक्स को 15% 300 हो भनेको अनि एक्स इन्टु 15 भनेको हजुरको 15% भनेको डिभाइड 100 गर्नु पर्यो 300 एक्स इक्वल्स टु 300 यो मुनि भएको यहाँ इक्वल्स टु भन्दा पछाडि जाँदा टाइम्स 100 हुन्छ अनि 15 चाहिँ डिभाइड हुन जान्छ त्यही भएन र 15 टु 30 यो 20 भयो 20 इन्टु 100 एक्स इक्वल्स टु 2000 हुन्छ। सेम हो है एक्स मानेर पनि निक्लिन्छ क्या हजुरको कति भने त कति पर्सेन्टको हैन कतिको 15% 300 हुन्छ भनेको हैन र कतिको 15% 300 हुन्छ भनेको छ क्या क्वेशनले। अब यस्तो क्वेशनमा कोही झुकिनुहुन्छ भन्नुस् त अब यस्तो खालको क्वेशनमा कोही झुकिनुहुन्छ कोही कन्फ्युज हुनुहुन्छ थाहा पाउनु भयो नि अघि सेम भनेको स्टुडेन्टहरुले कहाँनेर डिफरेन्ट रहेछ भन्ने सबैलाई थाहा भयो। अघि सेम भन्ने स्टुडेन्टहरुले कहाँनेर डिफरेन्ट रहेछ भन्ने सबैजनालाई थाहा भयो अब कहाँनेर हजुरको यो फरक रहेछ भन्ने थाहा भयो। यो 300 चाहिँ यहाँ एन्सर दिएको छ भने 15% 300 हो भने यहाँ चाहिँ 300 को 15% कति हुन्छ भनेर सोधेको हो क्वेशनले त्यो सोधेको हो। ल अब क्वेशन गरौँ है अब हामी क्वेशन गरौँ है पहिला हामी सिम्पल क्वेशनबाट हामी एक्जाम आउने भास्ट क्वेशनसम्म जान्छौँ तर हजुरलाई अप्ठ्यारो भने हुँदैन है नबुझेको कुरा सोध्ने मजाले हजुरले सोध्न सक्नुहुन्छ अप्ठ्यारो मानेर पढ्ने होइन। ल हेर्नुस् है एउटा विद्यालयमा लेख्नुस् है क्वेशन एउटा विद्यालयमा भएका विद्यार्थीहरू मध्ये 60% छात्र र बाँकी छात्र थिए। यदि 300 जना छात्रहरू थिए भने जम्मा विद्यार्थी कति रहेछन् ल यो अघि हामीले गरेको जस्तै क्वेशन हो है। ल निकाल्नुस् त कोलाई आउँछ हजुरलाई 2 मिनेट टाइम दिए मैले ल निकाल्नुस् सबैजना निकाल्नुस् त क्वेशन हेर्नुस् है एउटा विद्यालयमा भएका विद्यार्थीहरू मध्ये है हामीलाई विद्यार्थी दिएन एउटा विद्यालयमा भएका विद्यार्थीहरू मध्ये 60% छात्रा भनेको गर्ल्स स्टुडेन्ट हजुरको 60% छ र बाँकी छात्र थिए हजुरको टोटल 100% हो 100% मा 60% गर्ल्स भयो भने बाँकी छात्र भन्यो छात्र भनेको हजुरको 40% भयो है छात्र भनेको हजुरको 40% भयो। यदि 300 जना छात्रहरू थिए भने जम्मा विद्यार्थी कति रहेछन् त्यो 40% भनेको चाहिँ हजुरको 300 स्टुडेन्ट हो क्या। अब 100% भनेको कति हो त्यो लेख्ने भनेको है। हजुरलाई म सँगसँगै लेख्थे हुन्छ होइन भने हजुरले स्क्रिनशट गरेर राख्ने यहाँ सोलुसन गर्ने अनि हजुरको टाइम भएको बेला चाहिँ क्वेशनहरु कपीमा लेख्ने है। ल भन्नुस् कसैको 500 आयो कसैको 700 आयो ल भन्नुस् त
40% भनेको हजुरको 300 हो। 40% हजुरको 300 हो भने हजुरको 100% कति हुन्छ त? त्यही भनेको है क्वेसनले। 60% छात्रा है। ल अब हेर्नुहोस् है, जसले गर्नुभयो ठिक छ। हेर्नुहोस् है, कागजको मिल्यो हेर्नुहोस् है। सोलुसन छात्राको प्रतिशत इक्वल्स टु हजुरको 60%। अब छात्रको प्रतिशत हजुरको 100 माइनस 60। टोटलमा हजुरको गर्ल्स स्टुडेन्ट हटाएपछि हजुरको बोइज स्टुडेन्ट आएन र? आयो होइन? हजुरको 40% भयो। हजुरको 40% भयो। अनि छात्रको संख्या पनि दिएको छ। छात्रको संख्या 300। अब हेर्नुहोस् है, हजुरको अब कसरी निकाल्ने त? जम्मा विद्यार्थी इक्वल्स टु वाट? ल हेर्नुहोस् है, अब हेर्नुहोस् है, we know that हजुरको 40% हजुरको 300 हो भने 100% कति हो भनेको होइन र? एक्स स्टुडेन्ट है, एक्स स्टुडेन्टको 40% हजुरको 300 हो भने एक्स भनेको हजुरको टोटल स्टुडेन्ट। एक्स टाइम्स 40 डिभाइड बाई 100 टाइम्स 300। अब यता हेर्नुहोस् है, एक्स इक्वल्स टु 300 टाइम्स 100 डिभाइड बाई 40 एक्स इक्वल्स टु हजुरको हुन्छ 750। अब गर्ल्स स्टुडेन्ट कति रहेछन् त? ल भन्नुहोस् त। टोटल स्टुडेन्ट हजुरको 750 रहेछन् भने हजुरको टोटल स्टुडेन्ट 750 रहेछन् भने गर्ल्स कति रहेछन् त? गर्ल्स कति रहेछन् त? गर्ल्स कति रहेछन् त भन्नुहोस् त? गर्ल्स कति रहेछन् त? 450 है। अब हजुरको जम्मा संख्यामा बोइजहरूलाई घटाइयो भने गर्ल्सको संख्या आउँछ। हजुरले यसरी गर्दा पनि हुन्छ है। 40% भनेको हजुरको 300 हो। 1% भनेको हजुरको 300 डिभाइड बाई कति हो त? 300 डिभाइड बाई 40 हो। 100% भनेको हजुरको 300 डिभाइड बाई 40 टाइम्स 100 हो होइन र? यसरी गर्दा पनि हजुरको जति निकाल्ने हो त्यो चाहिँ हजुरको मल्टिप्लाई हुन जान्छ क्या। जति दिएको छ त्यो चाहिँ डिभाइड हुन जान्छ। अब 100 को ठाउँमा हामीलाई 60% अब गर्ल्सको निकाल्नुस् भनेको भए हामीले यसरी गर्थ्यौं। 60% इक्वल्स टु 300 डिभाइड बाई 40 भइहाल्यो टाइम्स 100 को ठाउँमा 60 गर्थ्यौं। यसरी पनि हजुरको के आउँथ्यो त? गर्ल्सको संख्या आउँथ्यो है। हजुरको जम्मा संख्या निकालेर माइनस गरे पनि हुन्छ। यदि गर्ल्सको सोध्यो भने यसरी गर्दा पनि हुन्छ है। हजुरलाई के भनेको भने छात्राको संख्या प्रतिशत दिएको छ। छात्राको प्रतिशत 60% भयो। छात्राको प्रतिशत हजुरको छात्रा विद्यार्थीहरू 60% रहेछन् भने हजुरको छात्र बोइजहरू कति रहेछन् त? 60% गर्ल्स छन् भने टोटल त हाम्रो 100% हुन्छ। 100% मा 60% गयो भने त हजुरको बोइज 40% बच्यो। बोइज 40% बच्यो। अनि त्यो 40% भनेको हजुरको 300 हो क्या। हेर्नुहोस् त, 40% भनेको हजुरको 300 हो। 1% भनेको हजुरको 300 डिभाइड बाई 40 हो र 100% भनेको हजुरको 300 डिभाइड बाई 40 टाइम्स 100 हो है। हजुरको 100 भनेको टोटल स्टुडेन्ट हो। अब यसरी गर्दा हजुरको के भनेको छ? जम्मा विद्यार्थीको 40% कति हुन्छ त? 300 हुन्छ। जम्मा विद्यार्थीको भनेपछि हजुरको मल्टिप्लाई हुन्छ है। जम्मा विद्यार्थीको 40% 300 हुन्छ है। अनि यसलाई चाहिँ एक्स टाइम्स 40% छ। पर्सेन्टलाई हजुरको पर्सेन्ट हटाउनलाई डिभाइड बाई 100 गर्नु पर्यो। अनि हजुरको इक्वल्स टु भन्दा पछाडि डिभाइडमा भएको कुरा मल्टिप्लाई हुन जान्छ र मल्टिप्लाईमा भएको कुरा हजुरको डिभाइड हुन आउँछ। 100 हजुरको डिनोमिनेटरमा छ, यो मल्टिप्लाई हुन गयो, माथि न्युमिनेटरमा आयो। माथि 40 चाहिँ हजुरको मल्टिप्लाईमा छ नि त, यो चाहिँ हजुरको न्युमिनेटरमा छ, यो चाहिँ हजुरको डिनोमिनेटर हेर्न आयो। अब बुझ्नुभयो?
याद छ है टोटल विद्यार्थीको 40% 300 हो भनेको छ कि छैन क्वेसनले अघि गरेको जस्तै क्या कति 15% भनेको 300 हो भनेको छ नि त्यस्तै 40% भनेको हजुरको 300 हो भनेको छ के 40% भनेको हजुरको 300 हो भनेको छ हेर्नुस् त अघि हाम्रो 15% भनेको 300 हो भनेको छ भने यहाँ चाहिँ हजुरको 40% भनेको 300 हो भनेको हो के जम्मा कति भयो त 750 भयो जम्मा 750 भयो अब थाहा भयो युजर यस्तो नाम नराख्नुस् है आफ्नो पर्सनल नाम राखेर आउनुस् अब भोलिबाट जोइन हुँदा हजुरले आफ्नो नाम राख्ने लेनोभो लेख्नु भएको छ यस्तो खालको नाम नराख्नुस् है हजुरको नाम त लेनोभो छैन होला नि त हजुरको नाम जे हो त्यही लेख्ने यो सबैजनाले बुझ्नु भयो भन्नुस् त यो अब बुझ्नु भयो हजुरलाई अब हेर्नुस् त 60% अब हजुरको छात्र भनेको 40% हुन्छ हामीलाई थाहा छ 100% टोटल हो टोटलमा हजुरको गर्ल्सलाई घटायो भने बोइजको संख्या आउँछ अब बोइजको संख्या भनेको हजुरको 300 हो है बोइज हजुरको 40% छ 40% भनेको 300 हो केसको 40% हो त टोटल स्टुडेन्टको 40% हो टोटल स्टुडेन्टलाई हामी एक्स मान्यौ टोटल स्टुडेन्टलाई हामीले एक्स मान्यौ एक्सको 40% हजुरको 300 हो है त्यसरी लेखेको हजुरको यति लेख्ने क्या यो चाहिँ हजुरलाई मैले बुझाउनलाई लेखेको यसरी गर्दा पनि हुन्छ भनेको यति लेख्ने है हजुरलाई सिम्पल बेसिक कुराबाट हामी अगाडि बढ्ने हो नि त हजुरलाई यो 5 मार्क्समा आउने कुरा भएन हजुरलाई यो 1 मार्क्स 2 मार्क्समा आउन सक्छ 1 मार्क्स 2 मार्क्समा आउन सक्छ हजुर जुनको नम्बर दिएको छ त्यहीको पर्सेन्टेजसँग निकाल्ने हजुरको 7 छात्राको संख्या दिएको छ नि त छात्राको पर्सेन्ट 40% हो भने यही नम्बर चाहिँ 340% र 300 भन्नु सेम हो क्या है 40% र 300 भन्नु सेम हो त्यो कारणले हजुरको यहाँ एक्स टोटल स्टुडेन्टको 40% 300 हुन्छ भनेर लेखेको है हजुरको एक्स भनेको टोटल स्टुडेन्टको 40% 300 हुन्छ भनेको क्या अघि मैले पढाएको यो बुझ्नु भएको थियो कि थिएन भन्नुस् त यो बुझ्नु भएको थियो कि थिएन भन्नुस् त यो बुझ्नु भएको थियो कि थिएन यो र त्योमा के फरक छ भन्नुस् त यो र त्यसमा के फरक छ पुष्पाजी अघि न मैले यो पढाएको हजुरले बुझ्नु भएको थियो कि थिएन हेर्नुस् त 15% भनेको 300 हो भनेको छ नि त त्यस्तै हजुरको यहाँ 40% भनेको 300 हो भन्यो के 40% भनेको 300 हो अब जम्मा विद्यार्थी भनेको हजुरको 100% हो 100% भनेको कति हो भनेको 100% लाई चाहिँ हामीले एक्स मान्यौ एक्स को 40% 300 हो भने एक्स भनेको कति हो त 750 हो यही लेखेको है अब बुझ्नु भयो अब अगाडि बढ्दा हुन्छ कि फेरि केही भनिदिनु छ अब अगाडि बढ्दा हुन्छ कि फेरि केही भनिदिनु पर्ने छ अरु कसैलाई नबुझेको कोही हुनुहुन्छ यो बेसिक कुरा बुझ्नु भएन भने हजुरले पछाडिको क्वेसनहरु बुझ्नुहुन्न है हजुरले यिनी बेसिक कुराहरु बुझ्नु भएन भने पछाडिको हजुरको क्वेसनहरु बुझिदैन त्यसैले हजुरले बेस चाहिँ पर्फेक्ट बनाउनु पर्छ सबैजनाले बुझेको हो 112 जना यहाँ उपस्थित हुनुहुन्छ सबैजनाले बुझेको हो हजुर जम्मा स्टुडेन्ट 750 हो क्या हजुरको जम्मा विद्यार्थीको संख्या 750 जम्मा विद्यार्थी 750 यदि क्वेसनले हजुरलाई के भन्छ छात्राको संख्या निकाल्नुहोस् भने हजुरको जम्मा विद्यार्थी माइनस छात्रा निकाल्नुहोस् भने छात्रा गर्नुहुन्थ्यो अब जम्मा विद्यार्थी हामीसँग कति छ त 750 छ अब बोइज कति छ त 300 छ यसरी छात्रा चाहिँ हजुरको 450 आउँछ है ल हेर्नुस् यही हो 60 वाला यही होइन र
जसको संख्या दिएको छ उसैको पर्सेन्ट हो है। केही छैन क्या, जम्मा हामीलाई यसरी बुझ्दा हुन्छ क्या, जम्मा विद्यार्थीको हामीलाई भनेको के त, जम्मा विद्यार्थीको 40% 300 हुन्छ भनेको होइन र, जम्मा विद्यार्थी भनेको हजुरको एक्स भयो, को भनेको हजुरको मल्टिप्लाई हो है। जम्मा विद्यार्थीको 40%, जम्मा विद्यार्थीको 40% 300 हुन्छ, इक्वल्स टु भनेको हजुरको हुन्छ होइन र। जसको संख्या दिएको छ उसैको पर्सेन्ट लेख्नुपर्छ है। यहाँ हजुरको 60% लेख्न पाउँथेन। 60% लेख्नलाई हजुरको यहाँ कति दिनु पर्थ्यो, 450 दिनु पर्थ्यो, 450 दिनु पर्थ्यो है। हजुरलाई 450 दिनु पर्थ्यो। यदि 450 दिएको भयो अनि माथि 60% दिएको भए हजुरको के हुन्थ्यो त, जम्मा विद्यार्थीको 60% 450 हुन्छ भनेर यसरी हुन्थ्यो क्या। अनि x टाइम्स 60 डिभाइड बाई 100 इक्वल्स टु 450, x इक्वल्स टु 450 टाइम्स 100 डिभाइड बाई 60। 0 0 कट्थ्यो, 2 3 जा 6, 2 5 जा 10, 3 15 जा 45, 15 5 जा 75, 750 हुन्थ्यो। यो दिन्थ्यो क्या। अब आउँछ सबैजनालाई, अब आउँछ सबैजनालाई। अब कोही अझै कन्फ्युज हुनुहुन्छ, अझै कोही कन्फ्युज हुनुहुन्छ? ल अब चाहिँ म अगाडि बढेँ है, अब चाहिँ म अगाडि बढेँ। कन्फ्युज हजुरको क्लियर नगर्दासम्म अगाडि हजुरहरू नबढ्ने। ल हेर्नुहोस् है, यो क्वेसन हजुरले स्क्रिनसट गर्नुहोस् त, यो क्वेसन हजुरले स्क्रिनसट गर्नुहोस्। यति लामो देखेको छ भन्नुभएको छ, यो हजुरलाई इङ्ग्लिस नेपाली दुईवटै दिएको छ, त्यो कारणले चाहिँ लामो छ है। इङ्ग्लिस नेपाली दुईवटै दिएको छ त्यो कारण लामो छ। नेपाली लेख्ने यति मात्र लेख्नु होला है, कपीमा लेख्दा यति मात्र लेख्नु होला। ल हेर्नुहोस् त, एउटा सानो किसान विकास आयोजनाको, पहिला क्वेसन पढ्ने है। एउटा सानो किसान विकास आयोजनाको कुल लगानी लक्ष्य 1 लाख रहेकोमा है, कुल लगानी लक्ष्य चाहिँ 1 लाख भयो है। कुल लगानी लक्ष्य 1 लाख भयो। 1 लाखमा हजुरको बाख्रा पालनमा रु 20,000 है। 1 लाख मध्ये बाख्रा पालनमा 20,000 लगानी गर्ने रे, धान खेतीमा 75,000 लगानी गर्ने रे, र तोरी खेतीमा, सर यो 1 लाख होइन है, 5 लाख हो है, 5 लाख हो है, यो सचाउनु होला, यो चाहिँ 5 लाख हो है। हजुरको बाख्रा पालनमा यो 5 लाख मध्ये बाख्रा पालनमा 20,000 लगानी गर्ने रे, हजुरको धान खेतीमा 75,000 लगानी गर्ने रे, तोरी खेतीमा 32,000 लगानी गर्ने भने यी 3 उद्देश्यमा कति कति प्रतिशत लगानी हुँदो रहेछ त, र बाँकी उद्देश्यमा कति प्रतिशत लगानी भयो निकाल्नुहोस् है। यो क्वेसन हजुरलाई आउँछ होला, यो क्वेसन हजुरलाई आउँछ। हजुरलाई टोटल दिएको छ, अब हजुरलाई बाख्रा पालनको लगानी दियो, धान खेतीको लगानी दियो, हजुरको के दियो, यो तोरी खेतीमा लगानी दियो, बाख्रा पालनमा कति पर्सेन्ट लगानी रहेछ त, बाख्रा पालनमा कति पर्सेन्ट लगानी रहेछ। ल क्यालकुलेटर मात्र हान्नुहोस्, अहिले कपीमा नलेख्नुहोस् है। बाख्रा पालनमा कति पर्सेन्ट लगानी रहेछ त, कुल लगानीको बाख्रा पालनमा कति पर्सेन्ट लगानी रहेछ, ल भन्नुहोस् त। क्यालकुलेटर मात्र गर्नुहोस् है, क्यालकुलेटर हजुरसँग हुनु पर्यो, क्यालकुलेटर हजुरसँग अगाडि हुनुपर्छ है। हजुरको कुल लगानी 5 लाख हो, 5 लाखमा चाहिँ हजुरको 20,000 बाख्रा पालनमा रे। अब यो 20,000 भनेको कति पर्सेन्ट हो भनेर सोधेको के, हेर्नुहोस् त कति पर्सेन्ट, कति यहाँ कति प्रतिशत भनेर सोधिसक्यो, लगानी भयो निकाल्नुहोस् है। ल हेर्नुहोस् त, ल भन्नुहोस् बाख्रा पालनमा कति पर्सेन्ट लगानी भयो, कति पर्सेन्ट लगानी भयो, कसरी गर्ने त अघि मैले सिकाएको थियो नि त। जे दिएको छ त्यसको एन्सर माथि लेख्ने, डिभाइड बाइ टोटल गर्ने, टाइम्स 100 गर्ने। यहाँ हजुरलाई 20,000 दिएको छ नि त बाख्रा पालनको लगानी, अब बाख्रा पालनको प्रतिशत कति हुन्छ त, 20,000 डिभाइड बाइ टोटल भनेको 5 लाख टाइम्स 100% गर्ने। हजुरको 5 मार्क्सको क्वेसनमा क्यालकुलेटर युज गर्न पाइन्छ है, क्यालकुलेटर युज गर्न पाउँछ। ल सबैजनाले निकाल्नु भयो,
सबैजनाले निकाल्नु भयो। यति लामो क्वेसन नपढ्ने है, यो निकाल्नुसम्म छ है, यो पछाडि फेरि इङ्ग्लिसमा छ। कति भयो त? बाख्रा पालनमा 4%, 4% भयो भने धान खेतीमा कति हुन्छ त? अब धान खेतीको निकाल्नुस्। बाख्रा पालनमा 4% आयो, अब धान खेतीमा निकाल्नुस्। अब धान खेतीमा निकाल्नुस्। धान खेतीमा कति हुन्छ? धान खेतीमा कति हुन्छ? कति हुन्छ? धान खेतीमा कति हुन्छ? 15, 15, 17, 15, 17 भन्नुभएको छ। ल धेरैको 15 आयो। ल त्यसै गरी अर्को हजुरको तोरी खेतीमा कति हुन्छ त? अहिले म गरिदिन्छु है, मिलेको छ कि छैन अहिले हेर्ने है। हजुरको तोरी खेतीमा कति हुन्छ? अब तोरी खेतीको भन्नुस्। अब तोरी खेतीको भन्नुस्। अब हजुरले तोरी खेतीको भन्नुस् कति हुँदो रहेछ? 6.4, 6.4, 6.4। अनि अब हजुरको के भन्यो र बाँकी उद्देश्यमा कति % लगानी भयो रे? अब यति % लगानी भइसक्यो। अब कति प्रतिशत अरू उद्देश्यमा लगानी हुन्छ त भन्नुस् त। अब बाँकी कति रह्यो त? बाँकी कति रह्यो? अब बाँकी कति प्रतिशत अरूमा लगानी हुन्छ? बाँकी अरू कतिमा कति % लगानी हुन्छ? बाँकी अरू कति % लगानी हुन्छ? ल भन्नुस् त कति हुन्छ? बाँकी अरू कति हुन्छ? ल हेर्नुस् त, हजुरले कसरी पनि गर्न सक्नुहुन्छ भने टोटल चाहिँ हजुरको 100% हो हैन र। 100% मा बाख्रा पालनमा कति भएको छ त्यसलाई घटाउने है। बाख्रा पालनमा कति भएको छ त्यसलाई घटाउने, माइनस हजुरको धान खेतीमा कति भएको छ त्यसलाई घटाउने, माइनस तोरी खेतीमा कति भएको छ त्यसलाई घटाउनु भयो भने त हजुरको बाँकी उद्देश्यको लगानी आएन र? आएन र? आयो नि है, आयो नि है। ल अब म गरिदिए है। जसले गर्नुभयो उहाँलाई थ्याङ्क यू सो मच। अब जसले गर्नु भएन उहाँले हेर्नुस्, अनि गरेकोले आन्सर मिल्यो कि मिलेन त्यो गर्नुस्। अनि हजुरले कपीमा पनि लेख्नुस् है, कपीमा पनि लेख्नुस्। सोलुसन, 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 सोलुसन है। हामीसँग कुल लगानी कति छ त? कुल लगानी लक्ष्य, कुल लगानी लक्ष्य, कुल लगानी लक्ष्य कति छ त? आरएस 5 लाख छ, आरएस 5 लाख छ, 5 लाख। अब चाहिँ हामी लगानी प्रतिशत देखाउँ है, लगानी प्रतिशत, प्रतिशत बाख्रा पालनको है, बाख्रा पालनको लगानी प्रतिशत, बाख्रा पालन। अब बाख्रा पालनमा कति खर्च भएको छ? 20,000। टोटल चाहिँ कति हो त? 5 लाख हो, टाइम्स 100% है। यो गर्दा हजुरको कति आयो त? 4% आयो। यसरी गर्ने है। त्यसै गरी हजुरको बाख्रा पालन भयो, बाख्रा पालन भयो। अब चाहिँ धान खेती, धान खेतीमा कति भयो त? धान खेती, धान खेतीमा हजुरको 75,000, 75,000 लगानी भएको छ। कतिमा? 5 लाखमा 75,000 लगानी भएको, टाइम्स 100%। कति % भयो? 15% है। अघि कसको 17.5 आएको थियो उहाँले कसरी गर्नुभयो? ल हेर्नुस् है, यो धान खेतीमा 15% लगानी भएको छ। त्यसै गरी अब तोरी खेतीमा, तोरी खेतीमा, तोरी खेतीमा, तोरी खेतीमा कति भयो त? तोरी खेतीमा हजुरको 32%, सरी 32,000, 32,000 कतिको? 5 लाखमा 32,000 लगानी भएको छ। टाइम्स 100% गर्दा कति हुन्छ? कति हुन्छ? 32,000 डिभाइड बाइ 5 लाख डिभाइड बाइ टाइम्स 100 गर्दा हजुरको कति हुन्छ? 6.4% हुन्छ। ल यदि तीनवटा कुरा बुझ्नुभयो। यहाँ क्वेसनले हामीलाई के सोध्यो भने यी तीनवटा उद्देश्यमा कति प्रतिशत र बाँकी उद्देश्यमा कति प्रतिशत लगानी भयो? बाख्रा पालनमा 4% भएको रहेछ, धान खेतीमा 15% भएको छ, अनि हजुरको तोरी खेतीमा 6.4% लगानी भयो। अब हजुरको बाँकी लगानी है, बाँकी लगानी कति रह्यो त?
बाँकी लगानी प्रतिशत कति रह्यो त? हेर्नुहोस् त, टोटल लगानी प्रतिशत हाम्रो 100% हो। 100%मा हाम्रो बाख्रा पालनमा 4% लगानी भइसक्यो। त्यसै गरी धान खेतीमा हाम्रो 15% लगानी भइसक्यो र तोरी खेतीमा पनि हजुरको 6.4% लगानी भइसक्यो। ल सर, यहाँ 75,000 हो है, एउटा जिरो थपिएछ। 75,000 हो है हजुरको। अब यहाँ कति हुन्छ त? 100% माइनस 4% माइनस 15% माइनस 6.4% गर्दा कति हुन्छ? कति हुन्छ ल भन्नुहोस्। कति हुन्छ? 74.6% हुन्छ। 74.6% हुन्छ। कसरी भयो? हजुरको हजुरसँग 100 रुपियाँ छ ल मानौ। यो भनेको हजुरको कस्तो हो भने हजुरसँग जम्मा 100 रुपियाँ छ। 100 रुपियाँमा हजुरलाई 4 रुपियाँ रामलाई दिनुभयो, 15 रुपियाँ श्यामलाई दिनुभयो, 6.4 रुपियाँ हजुरलाई हरिलाई दिनुभयो भने हजुरसँग बाँकी कति रह्यो भनेको यो बाँकी लगानी हो क्या है। हजुरले लगानी भइसकेको प्रतिशत घटाउने। धान खेतीमा हजुरको 75,000 हो है, त्यहाँ 7,50,000 भएको रहेछ। हजुरलाई थाहा भएन र? अघि नै मैले फर्स्टमा चाहिँ यही कन्सेप्ट बुझाएको होइन र? हजुरलाई बाख्रा पालन केसँग छ त? रिलेटेड कुल लगानीसँग। बाख्रा पालनमा कति लगानी इन्भेस्टमेन्ट भएको छ? 20,000 भएको छ। 20,000 मा कतिमा हो त? 20,000 टोटल के हो त? 5 लाख हो। त्यो गरेर हजुरको 4% भयो। यसरी है। अब बाँकी रहेको लगानीमा कति प्रतिशत लगानी भएको छ? अब बाँकी उद्देश्यमा कति प्रतिशत हुन्छ त? बाँकी उद्देश्यमा अब रहेको बाँकी उद्देश्यमा कति हुन्छ त? 74.6% लगानी हुन्छ। सबैजनाले बुझ्नुभयो? सबैजनाले बुझ्नुभयो? सबैजनाले बुझ्नुभयो? नबुझेकोले यहाँनिर बुझेन भन्नु है। नबुझेकोले यहाँनिर बुझेन म्याम फेरि भनिदिनुहोस् भन्दा हुन्छ है। मी टु एभ्रीवान। मिजी हजुरले पनि त्यसरी गर्दा पनि हुन्छ है। हजुर नाम राखेर आउनुहोस् है। भोलिबाट यो यस्तो खालको नाम राखेर कोही पनि नआउनु होला। लेनोभो, आइफोन, मी यस्तो खालको नाम राखेर कोही पनि नआउनु होला। सबैले आफ्नो नाम राख्ने। आफ्नो नाम किन लुकाउनु पर्छ र? कुनै कारण छ र आफ्नो नाम लुकाउनु पर्ने? छैन होला नि है। हजुरलाई मैले यस्तै रिलेटेड एउटा क्वेसन होमवर्क दिएँ है। ल होमवर्क लेख्नुहोस् है। त्यो क्वेसन गरिसक्नु भएको होला, नगरेकोले फेरि देखाइदिनु भन्नु होला। मैले एउटा होमवर्क दिएँ, होमवर्क गर्नु है। रामले आफ्नो आम्दानीको रामले आफ्नो आम्दानीको 30%, अब प्रतिशत दियो है, 30% रकम खानामा 20% पढ्नको शिक्षा खर्च 20% शिक्षा खर्च गरी बाँकी पैसा आरएस 5,000 बचत गर्छ। भने उसको खानामा र शिक्षामा खर्च हुने रकम कति होला? ल यो क्वेसन हजुरहरूलाई होमवर्क है। हजुरहरूले गरेर आउने। यस्तो खालको क्वेसन अब हजुरले गर्न सक्नुपर्छ। पर्सेन्ट दियो भने हजुरले अमाउन्टमा निकाल्ने, अमाउन्ट दियो भने पर्सेन्टमा निकाल्ने।
यस्तो खालको हजुरले गर्न सक्नुपर्छ। यो चाहिँ हजुरले होमवर्क टिप्नुहोस् है। सबैजना होमवर्क टिप्नुहोस् है। अहिले भन्ने होइन है, भोलि भन्ने। ल एउटा चाहिँ हजुरलाई अब हाम्रो 6 मिनट मात्र टाइम छ, त्यो कारणले चाहिँ हजुरलाई एउटा क्वेसन मैले क्लासमा दिएँ, यो भन्नुहोस् है। एउटा कक्षामा रहेको देखाउँछु है। ल एउटा गर्नुहोस् अनि हजुरलाई देखाउँछु है। स्क्रिनसट गर्नु होला। 60 जना विद्यार्थीहरू मध्ये विद्यार्थीहरू मध्ये 18 जना केटीहरू छन् भने केटीहरू छन् भने केटाहरूको प्रतिशत कति हुन्छ भने केटाहरूको प्रतिशत कति हुन्छ? ल यो भन्नुहोस् है, यो कति पर्सेन्ट हुन्छ केटाहरूको? ल भन्नुहोस् त। ल भन्नुहोस् मल्लिकाजी 70%, मिनुजी 70%, अरूले पनि भन्नुहोस्, सबैजना भन्नुहोस् है। आफैले गरेर भन्ने है। अब 70%, 70%। क्वेसन सानो नै छ है। 70%, 70%, 70% भन्नुभएको छ। ल अब म गरिदिन्छु है। हजुरको म्यासेज एक्चुअली पर्सनल बनाएर हेर्छु, हजुरले गर्न मिल्छ कि मिल्दैन हेर्नुहोस् है। हजुर गर्न मिल्छ कि मिल्दैन हेर्नुलाई है। ल हेर्नुहोस् त, अब गर्न मिल्छ कि नै हेर्नुहोस् त। हजुरले गर्न मिल्छ कि मिल्दैन अब त्यो हेर्नुहोस् है। मिलेको छ? मेसेज गर्न मिलेको छ? अघि मिलेको थियो कि थिएन अब भन्नुहोस् त। मिलेको थियो कि थिएन? मिलेको थिएन है। त्यहाँ होस्टलाई मात्र गराउँदा मिलेको छैन क्या, त्यो कारणले हो। मिलेन होइन? मैले सोधेको बेला मात्रै एन्सर भन्ने, अघि पछि अरूलाई डिस्टर्ब नगर्ने है। फेरि म एकचोटि हेर्छु, मिल्ने रहेछ भने म भोलिबाट त्यही गराइदिन्छु है। अब यो क्वेसन हेर्नुहोस् त। यो क्वेसन हेर्नुहोस्, टोटल स्टुडेन्ट कति त? जम्मा हजुरको स्टुडेन्ट कति त? टोटल स्टुडेन्ट 60। अनि केटीहरू कति त? गर्ल्सहरू 18 भने बोइज कति भयो त? 16 माइनस 60 माइनस 18 होइन र? यो चाहिँ बोइजको सङ्ख्या भयो। 60 माइनस 18 भनेको हजुरको कति हुन्छ त? 42 हुन्छ। अनि बोइजको पर्सेन्ट भनेको कति त? 42 जना बोइज डिभाइड बाई कति त? टोटल स्टुडेन्ट 60 टाइम्स 100%। यसरी गर्ने है। यसरी गर्दा हजुरको 0 0 क्यान्सल भयो। 2 3 जा 6, 2 5 जा 10, 3 1 जा 3, 3 4 जा 12, 14 टाइम्स 50 गर्दा 4 5 0 70% है।
यसरी जसलाई गर्न आउँदैन हिजो मैले फ्याक्टरको तरिका सिकाएको थिएँ त्यसरी गर्ने है। फ्याक्टर गरेकोले गर्ने ल भयो सबैजनाको भयो माथि देखाइदिने भन्दै हुनुहुन्थ्यो है कसले ल हेर्नुहोस् है ल हेर्नुहोस् एन्सर पनि स्क्रिनसट गर्नुहोस् अनि म क्वेसन देखाइदिन्छु क्वेसन पनि स्क्रिनसट गर्ने है एन्सर पनि स्क्रिनसट गर्नुहोस् अनि म क्वेसन पनि देखाइदिन्छु क्वेसन पनि स्क्रिनसट गर्ने अघि कसले हो रे कसले भन्दै हुनुहुन्थ्यो प्रेम सरले पर्सनल गराउनु हुन्थ्यो म प्रेम सरलाई सोध्छु है कसरी पर्सनल गराउनु भयो म सोध्छु है यहाँ मेरो भएको छैन क्या अघि कसले हो मलाई माथि देखाइदिनु म्याम भनेको माथि देखाइदिनु म्याम भनेको कसले हो अघि मलाई धर्मेन्द्रजी भयो हजुरको भयो क्वेसन पनि देखाइदिन्छु है ल क्वेसन पनि हेर्नुहोस् है आज हामीले सिकेको कुरा भनेको हजुरको पर्सेन्टेजलाई नम्बरमा लग्ने नम्बर दिएको छ भने पर्सेन्टेज निकाल्ने है यस्तै खालको क्वेसन हजुरहरूले भेटाउनु भयो भने पनि गर्ने है हजुरले कन्सेप्ट जानेपछि हजुरले क्वेसन त जस्तो पनि गरिहाल्नुहुन्छ क्या ल आजको क्लास टाइम सकियो यसको रेकर्डिङ आउँछ अनि हजुरलाई चाहिँ मैले रेकर्डिङ पढाउँछु है अनि यसको चाहिँ हजुरलाई मैले रेकर्डिङ पढाउने मेरो घर चाहिँ हजुरको धनगढी हो म अहिले चाहिँ काठमाडौँ बस्छु है मेरो घर चाहिँ धनगढी अनि अहिले चाहिँ म काठमाडौँ बस्छु हजुरको के हिसाब सेन्ड गरिदिने हो र ग्रुपमा क्लासमा गर्नु भएन र क्लासमा गर्नु भएन र होमवर्क हजुरलाई मैले क्लासमा यहीँ फेरि गरिदिन्छु भोलि हजुरले मलाई पठाउनु पर्दैन है होमवर्क पठाउनु पर्दैन हजुरले मलाई हजुरको होमवर्क पठाउनु पर्दैन हजुरलाई मैले चाहिँ यही फेरि क्लासमै गरिदिन्छु आज दिएको होमवर्क है क्लास हजुरको 7:30 बजेदेखि बेलुका 7:30 बजेदेखि है